गफ मारौँ अब बाबा ड्याडीको छोरीको। जय मसी। जय मसी भन्नु। जय मसी। कति छिटो उठेर ड्याडीसँग गफ गर्न आएको त नि। कति बज्यो अहिले? अहिले कति बज्यो? 7:15 भयो अरे। अनि छिटै उठेर छ। सधैँ मेरो आँखा 6 बजे खुल्छ। अनि म त मजाले डल्ला परेर के सोच्छ? उठ्न नि मन लाग्दैन, सुत्न नि मन लाग्दैन। अनि मनमा के सोच्छौ त? एक्जाममा पास हुन्छु, फेल हुन्छु। यसपालि अब एक्जाम बिग्रिने हो कि? सरकारी स्कुल राम्रो कि बोर्डिङ स्कुल राम्रो? बोर्डिङ स्कुल नराम्रो? किन? बोर्डिङ स्कुलमा जहिले नि A+ ल्याउने मान्छे आएर फेल भएछ। त्यो के भएर फेल भयो त अनि? बोर्डिङमा चाहिँ A+ ल्याएर सरकारीमा फेल हुनुको कारण के हो त? ल भन त। बोर्डिङमा यो आउँछ भनेर भनिदिन्छ, पहिले भन्छ। सरकारीमा भन्दैन। सरकारीमा त के भन्छन् भनौँ, भक्कु जति सबै च्याप्टरहरू यो सबै आउँछ पढ्ने भन्छ। हो त्यही त हो नि भन्ने नै। अनि पो मान्छे बल्ल अनि पढाइमा चाहिँ अनि यो आउँछ त्यो आउँछ भन्दैनन्। यो आउन सक्छ होला, यो चाहिँ अलिक कण्ठ गरिरहेको, नत्र भने अरू सबै पढ भन्छ। अनि बोर्डिङमा चाहिँ के भन्छ? क्वेसन पेपर ल्याउँछ, यो आउँछ यो आउँछ। अनि त्यही आउँछ, फेरि त्यही नै आउँछ। अनि त्यही त A+ ल्याइहाल्छ नि। अनि त्यस्तो त हुन्छ बोर्डिङको। अनि त्यति गरेन भने अनि बच्चाहरू सबै निकालिदिइहाल्छ अभिभावकले। अनि पैसाको खोलो बगायो। अनि के? अनि त्यो स्कुलमा धेरै नआउने मान्छेलाई त अरू स्कुलमा पढ्न नपर्ने गरी रेस्ट्रिक्ट गरिदिन्छ। सरकारी स्कुलमा त्यस्तो गर्छ? अनि कति कडा हुँदो रहेछ त्यो सरकारी स्कुल। कफी खाऊ न। होइन, सरकारी स्कुलमा किन हो म फेल भएको क्या? त्यही त सरकारीमा झन् इजी हुन्छ होला भनेको त। मैले त्यही भएर सरकारी स्कुल पढ्नुपर्छ भनेको। भोलि एसएलसीमा गएर गुल्टिने नै कारण त्यही हो नि त। अब खालि पैसा दियो, पास गरायो, इक्जाम आउनु 2 घन्टा अगाडि प्रश्न पेपर दियो, अनि यही लेख भन्यो। अनि बच्चाहरू चाहिँ त्यही बानी हुन्छ। अनि एसएलसीमा गएपछि अनि गुल्टुङ खाने त्यही कारण। त्यहाँ त कोही म्यामले सिकाइदिन्थे। यहाँ त म्यामले त म्याम यो सिकाइदिनु न, क्वेसन पढ्न जान्दैनस्? आफै पढ। त्यो भनेको अनि त्यो क्वेसनै त्यो घुमेर आएको क्वेसन चाहिँ थोरै बुझाइदिन्छ। HCF निकाल्ने, LCM निकाल्ने, स्क्वायर रुट निकाल्ने भनेर सिकाइदिन्छ। हजुर। अनि पढ्नु पर्ने रहेछ नि त। हो त्यही हो, त्यो भएर नि राम्रोसँग पढ्नु है। ल यसपालि टप 10 भयो भने चाहिँ के गर्ने? टप 10 मा आयो भने यसपालि टप 10 मा आयो भने अर्कोचोटि त स्योर फर्स्ट सेकेन्ड हो। फर्स्ट त हुन दिँदैन त्यो मनोराज। अब लेख्यो भने भइहाल्छ नि, हुन दिँदैन भनेर हुन्छ। लेख्नु पर्यो नि त, नि पढ्नु पर्यो, लेख्नु पर्यो। अर्काले छेकेर छेकिने हो र? उसको त सबै 40 भन्दा धेरै हो त्यही त। त्यो आफूले पनि त्योभन्दा धेरै ल्याउनु पर्यो नि त। अनि उसले 40, उसको नि म्याथमा चाहिँ थोरै हाथ्यो तर पास चाहिँ हो। उसले 40 ल्यायो भने आफूले 50 ल्याउने, अनि त्यसै भइहाल्छ। फुल मार्क्स चाहिँ 50 अनि 50 मा 50 ल्याइहाल्छ नि ल्याउनेले त। अनि बरुभन्दा 49 सक्छ।
त्यस्तो सोच बनाएपछि त कहाँ हुन्छ त। म 50 को 50 हान्छु भने नि 50 नआए पनि 48 49 त सिधै आउँछ। साइन्समा त यो त कति इजीमा त थुप्रो आउँछ होला भन्छु जहिले नि। साइन्समा 30, 31, 36 मात्र। अनि हो त नि। भनेपछि सरकारी स्कुल पढ्नु राम्रो हो नि त। तिमी सरकारी स्कुल पढेपछि के पढ्ने त ठुलो भएपछि? म तिमी पढ्ने जति पढाउँछु नि म सकेको। पढाइसकेको भोलिपल्टबाट त 1 रुपियाँ पनि दिन्न फेरि म त त्यस्तो। पढ्ने जेलसम्म मात्रै पढाउने हो। खर्च गर्ने जति खर्च गर्छौ पढ्ने दिनसम्म मात्र। पढ्न छोडेको दिनदेखि त अनि त्यही हो, दादा दिदीहरूलाई जस्तै 1 रुपियाँ पनि दिन्न। आफै बाँच्ने हो, आफै खाने हो, आफै रमाउने हो, आफै कमाउने हो। कसरी हो कसरी मलाई पनि थाहा जागिर छैन। खानालाई चाहिँ पैसा दिनु परेन। हुँदैन, आफै स्ट्रगल गर्ने हो। पढाइ छोडेको भोलिपल्टबाट त पढाइ राम्रो गर्यो भने जागिरमा त भिड्ने पैसा चाहिँदैन नि त। भिड्ने बुद्धिले भिडेर त्यस्तो ए हो। पैसा चाहिन्छ जस्तो। चाहिँदैन। अब हर्का साम्पाङ आएपछि त झन् चाहिँदै चाहिँदैन होइन बुढो? आफै परिश्रम गर्ने हो। पैसा चाहिँ घुसको लागि के बुद्धि नहुनेहरूले पैसा दिएर आफू जागिर थालेर बुद्धि हुनेले त आफै भिड्ने हो। म जस्तै म होइन। तपाईँलाई त गाडी किन्न त पैसा लाग्यो त। अनि त्यो त म आफैले कमाएर हो नि त। अरूले दिएको हो र मलाई? आफैले कमाएको हो नि त। मलाई न बाउले दियो न आमाले दियो। 2 वर्ष म 2 वर्ष हुँदाखेरि यत्रो हुँदाखेरि चाहिँ बाउ बितेको रे। अनि आमा चाहिँ 7-8 वर्षको हुँदा बितेको। अनि मलाई चाहिँ कसले चाहिँ दिन्थ्यो र? अनि खानै नपाएर अर्काले भात खाँदा पनि ढोकामा उभिएर ठुलु हेर्थेँ। मैले कति दुःख पाएको। अनि आफै बेसरी मेहनत गर्ने। म जे पनि काम गर्थेँ। मैले चाहिँ काम भनेपछि सबै आउँथ्यो मलाई। डोको नाम्लो सबै बुन्थेँ। घर लिप्ने, घर छाउने, हलो जुवा कोदाली खन्ने सबै काम गर्थेँ मैले। अनि त म पढ्न पाइनँ। त्यही नि बल्ल बल्ल 8 कक्षा पास गरेँ। जागिर खानुपर्छ भने आफै जागिर खान दौडेँ। पैसाले पत्याउँथेन साहुहरूले। अनि त्यहाँबाट 400 रुपियाँ लिएर गएको। 350 को दाँत भर्दा दाँत बनाउँदा सकिहाल्यो। अनि 50 रुपियाँले के गर्नु? कति दुःखले हिँडेर जान्थेँ 3 घन्टा। 350 हो तपाईँहरूको भाडा? त्यो बेला त पैसा एकदम कम हुन्थ्यो नि त। त्यही त नि 350। अनि त्यति बेला चाहिँ अनि बेसरी दुःख गर्नु पर्थ्यो। 3-4 घन्टा हिँडेर चाहिँ अनि जागिर खान जानु पर्थ्यो। अनि स्ट्रगल गरेँ बेसरी। अनि मेहनत गरेँ। दौडिन्थेँ बिहान 3 बजे 4 बजे उठेर दौडिन्थेँ। अनि त्यसपछि आउँथेँ। अनि त्यहाँबाट फेरि घरको काम गर्ने। अनि त्यहाँबाट चाहिँ के गर्ने। अनि 25 रुपियाँमा चाहिँ अर्काको चाहिँ मोल बोक्न, 10 रुपियाँ 15 रुपियाँमा अर्काको मोल बोक्नु जानु पर्थ्यो। के गर्नु पर्थ्यो नि। कति दुःख गर्नु पर्थ्यो। मैले जस्तो दुःख त कसले गर्छ? तिमीले त अहिले त के दुःख गरेछौ र? आनन्द ड्याडी कमाउने छन्, खायो रमायो, स्कुल गयो आयो, टिभी हेऱ्यो, सुत्यो। अनि बिहान उठ्यो। अनि बाबालाई जय मसी भन्यो। फेरि अनि त्यहाँबाट गयो किचनमा के छ मिठो मिठो खाजा बनायो, खायो, स्कुल लग्यो। यस्तो जिन्दगी त हामीले कहाँ पायौँ र? हो त्यही भएर बानी बिग्रिन्छ। त्यही भएर पढ्ने जेलसम्म जे गर्नु मन लाग्छ गर्नु। पढाइ सिद्धिएको भोलिपल्टबाट दादाहरू जस्तो आफै कमाउने, आफै रमाउने हो मजाले जिन्दगीमा। नजाने कसले पठाउँछ र तिमीलाई विदेश? ल है बाबा छोरीको गुनासो पनि यस्तै छ गाइज, सुन्नुभयो होला। बिहानीको समय बिहानै उठ्ने बित्तिकैको स्टप गर्नु, मेरो कुरा सुन्नु भन्छ। फेसबुक हेरौँ श्रम संस्कृति पार्टीमा को रहेछन् भनेर चाहिँ खोज्दै जाँदा चाहिँ आदरणीय दाजु
किरण गुरुङज्यू हुनुहुँदो रहेछ। उहाँलाई मेरो हृदयदेखि मनदेखि साथ सपोर्ट छ। मिलेछ भने म आउनेछु एक भोटको लागि पनि आशा छ। उहाँको विजय हासिलको लागि र देशले नचिनेको, नदेखेको, नभएको, कल्पना नगरेको कुराहरू चाहिँ हाम्रो श्रम संस्कृति पार्टीबाट हुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु। हुन्छ। जय माटो, जय देश, धन्यवाद।